अब तपाईँहरूलाई डायबिटिज तपाईँको डायबिटिज ट्याक्कै जाति भएन, तपाईँको डायबिटिज एकदमै नियन्त्रणमा भएन भने यो पानी अमला भनिन्छ यसलाई। यसको यहाँ पत्ता हेर्न सक्नुहुन्छ, यसलाई पानी अमला भनिन्छ। र यसको जडी दबाई चाहिँ यहाँ छ, यहाँभित्र तपाईँले यो निकालेर हेर्नुपर्छ। यहाँ हेर्नुहोस्, यो जुन पानी अमला छ, यो तपाईँहरूले पानी अमला यसलाई सफा गरेर धोएर तपाईँहरूले यसको सेवन गर्नुहोस्, यसलाई खानुहोस्। यसले तपाईँको डायबिटिज एकदमै राम्रो भएर जान्छ। तपाईँको कोलेस्ट्रोल घटाइदिन्छ। कोलेस्ट्रोल घटेपछि डायबिटिज पनि त्यस्तै पनि नियन्त्रणमा आउने हो। र त्यही कारणले गर्दा यो पानी अमला एकदमै राम्रो शरीरको लागि। र तपाईँको यदि मधुमेहले डायबिटिजले तपाईँलाई एकदमै सताइरहेको छ र ठिक भएको छैन भने यो पानी अमला प्रयोग गर्नुहोस्।